जेम्सी सबैलाई आज चाहिँ हामी सेवा जाँदैछौँ अनि आजको वेदर चाहिँ माइनस छ बाहिर चाहिँ एकदमै चिसो भएर स्नो आउने देखाइरहेको छ ल हुन्छ सबैले टेक केयर गर्नु होला आजको वेदर चाहिँ एकदम एक्सट्रिम कुल छ बाहिर अहिले हामी सेवा जाँदैछौँ आजको वेदर चाहिँ एकदमै चिसो छ बाहिर चिसो यहाँ हुनुहुन्छ मिस्टर जसुवा यता मिस्टर मजेसी ओके हामी जाँदैछौँ है आजको वेदर चाहिँ बी सेफ एभ्रिबडी भएर चाहिँ एकदम भाइ तपाईँको आउटफिट चाहिँ खतरा लाग्यो आज के भयो यो माइनस वेदरले डिमान्ड गरेको हो माइनसले नै हो के भन्छ यसलाई चाहिँ स्किमो ड्रेस जस्तो छ ठिक छ ल जय मसी काका जय मसी के छ हाल खबर ठिकै छ ओके ठिक आज आइज हुन्छ चिसो आयो मसी के हो नाम के हो जोना सुब्बा अनि कुन क्लासमा पढ्छ थर्ड क्लासमा पढ्छ अनि नेपाल घर कहाँ हो नेपाल थाहा छैन अमेरिका चाहिँ कहाँ हो ए कख भन्नु जान्दैछ के हो कख भनेको थाहा छैन कख भनेको ए हजारों असल बाटो देखाउने बाबु जस्तो मन भएको अब तपाईँ शिक्षक त हजारों असल बाटो देखाउने बाबु जस्तो मन भएको अब कहाँ पाइ भोलिले होइन केवल जीवनले सिकाउँथे अग्रसर रिलेमा सबलाई हटाउँथे अब यहाँ ओहायोमा बस्ने मान्छेहरू त्यति धेरै हिउँसँग डराइहाल्नु पनि पर्दैन And so therefore Lord may help us and people those of us who live in Ohio must not be too scared about snow. अब स्नो आइ नै बस्छ सफा गरिहाल्छ त्यसले गर्दाखेरि हामी अब बलिदान गरेर आएका छौँ त प्रभुले हामीलाई आजको सेवामा सहायता गर्नुभएको हो And yes, we have
अहिले नि हो भोलि कभी हुनेछ यो जिन्दगी तिम्रो बेवा होइन परमेश्वरले दिएको उपहार हो यो जिन्दगी तिम्रो बेवा होइन परमेश्वरले दिएको उपहार हो परमेश्वरले पुर्खाहरूलाई दिएको स्वर्ग तर मुक्ति पाउँदैन